भर्खर मात्रै वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आजबाट एउटा आइपिओ निष्कासन भएको छ। सूर्यकुण्ड हाइड्रो इनर्जी लिमिटेड, जुन भर्खरै मात्रै आज 24 तारिकदेखि तपाईँहरूले 29 तारिकसम्म जो विदेशमा हुनुहुन्छ वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको लागि भनेर यो आइपिओ आजबाट निष्कासन भएको छ। र यसको जुन बुक भ्यालु चाहिँ 96 रहेको छ र हामीले प्रति किता 100 को दरले 10 किता यसमा चाहिँ आवेदन दिन सक्छौँ। र भर्खर मात्रै आएको यो आइपिओ जुन हाइड्रो छ यो चाहिँ अहिले नाफामा रहेको छ। हाइड्रोको क्षमता 11 मेगावाटको रहेको छ र तपाईँहरू जो हुनुहुन्छ वैदेशिक रोजगारीमा रहनु भएकोहरूले यो आइपिओ भर्न सक्नुहुनेछ। र हालसम्म करिब वैदेशिक रोजगारीबाट आइपिओ भर्नेहरूको सङ्ख्या 70,000 नजिक पुगेको छ र यो आइपिओ चाहिँ 6,000लाई पर्नेछ। र तपाईँहरूले वैदेशिक रोजगारीमा जो हुनुहुन्छ उहाँहरूले भर्न सक्नुहुनेछ। र तपाईँहरूले यदि रेमिट्यान्स खाता छ भने मात्रै यो आइपिओ भर्न सक्नुहुन्छ। कतिपयको रेमिट्यान्स एकाउन्ट नभएको कारण पनि अहिले पछिल्लो समयमा थुप्रै आइपिओहरू आइरहेका छन्। उहाँहरूले चाहिँ कुनै पनि आइपिओ चाहिँ भर्न सक्नु भएको छैन। र आफूले जुन वैदेशिक रोजगारीमा रहनु भएको छ भने तपाईँहरूले रेमिट्यान्स एकाउन्ट खोल्नुहोस्। र यो आइपिओहरू चाहिँ पछिल्लो समयमा थुप्रै आइपिओहरू आइरहेका छन् र आइपिओहरूको चाहिँ एउटा फाइदा लिन सक्नुहुनेछ।